गाइस, सेवान्ने सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि आज चाहिँ हामी घुम्न जान लागेको। अनि म चाहिँ रेडी हुँदैछु। अनि यहाँ पर्खिँदैछौँ हामी चाहिँ दिदीहरूलाई। अनि अब हामी झन्डी डाँडा घुम्न जान आँटेको। तपाईँहरूलाई म सबै ब्लगमा देखाउँछु, हेरिदिनु होला। सबैजनाले सपोर्ट गरिदिनु होला गाइस। दिदीहरूलाई रुँदैछौँ हामी दुईजना चाहिँ, आन्टी र म चाहिँ। यहाँनिर नानाहरू आउनु भएन, 11 बजिसक्यो, हिँड्दै जानुपर्ने। यता आउनु न अलि एउटा हेरिदिनु न। यहाँनिर हाई गर्नु त। हाई हो हाम्रो ब्लग हो ए हाम्रो ब्लगमा भरे आन्टीलाई पनि यसो मेरो ब्लगमा देख्नुहुन्छ सबैजनाले। हामी चाहिँ डुल्नु जान आँटेको गाइस। सबैजना म चाहिँ पछि हिँड्दैछु। अगाडि बनाउनु पर्ने ब्लग, पछि पछि नानाहरूलाई जाँदैछौँ। अब अहिले चाहिँ गोला हेरेँ। त्यतिखेर मलाई चाहिँ बेहोस हुन आँटिसक्यो, हिँडेर पुग्नुपर्ने। मलाई बोल्नु नसकेको होइन, भरे म यही हालिदिन्छु। अन्डरमा छोपी लाउनुहुन्छ है। गर्मी भयो गाइस मलाई चाहिँ। मैले त्यसरी हिँड्नु थालेँ। हजुर ए यहाँ बनाएको नि ब्लग। यहाँ नाना हिँड्दै हुनुहुन्छ, आन्टीहरू अगाडि जान्छु। हेर्नुहोस् है हाम्रो टोलीहरू, डेमाहरू, आन्टी नानाहरू आउँदै हुनुहुन्छ। एक देशबाट अर्को देश आइपुगिसक्यौँ हामी। आज चाहिँ यहाँनिर यो ठाउँमा हामी घुम्नु जाँदै गरेको ठाउँ चाहिँ झन्डीमा चाहिँ आज चाहिँ सोहाङ लिम्बू आउँदै हुनुहुन्छ अरे। अनि उहाँ हामीलाई चाहिँ थाहा थिएन प्रोग्राम रहेछ आज। अनि हामी चाहिँ जाँदैछौँ घुम्नुको लागि। अनि के भएछ भने फोटो खिचेर ब्लग बनाएर हाल्छु, सबैजनाले हेरिदिनु होला। को हुनुहुन्छ सोहाङ लिम्बूको फ्यानै भनौँ न। अब हेर्नुहोस् मेरो पार्टीहरू। बाटो हेर्नुहोस् कस्तो चाहिँ खतरा बाटो पनि हो। यो जुन देख्दै हुनुहुन्छ यो फेरि छ, कस्तो डेन्जर छ कि यताको बाटो चाहिँ गाइस। ब्लक नबनाऊ है, लड्छ भिड छ भन्नुले चाहिँ कस्तो धेरै भिड रहेछ नि त। त्यही भएर गाइस आफ्नो पनि याद गर्नु पऱ्यो नि त। साँच्चीको कति धेरै डरै लाग्दो। अघि पनि पुरा डरै लाग्दो बाटोहरू आएको, तर यहाँ झन् डेन्जर रहेछ। नाना भइ चाहिँ के हो भइहाल्छ। चिया चिया हामी चाहिँ लगेर जाँदैछौँ। हाम्रो प्यारी नाना जाँदैछौँ। हेरिसक्यौँ। लड्दिनँ म छेउमा त हिँड्नु सक्दिनँ। म छेउमा बुई यस्तो डरै लाग्दो। अन्त नि ढुङ्गा खोपेको रहेछ। डेन्जर बाटो बाफ्रे। यो त खोटाङहरूतिर जस्तो लाग्छ। खोटाङ हालेपछि होइन अहिले के हुन्छ त नाला चाहिँ क्या साह्रो चियाको होइन नि त ठाउँ चाहिँ बब्बाल क्या। नाना नजानु न प्लिज। डर लागिसक्यो। खोइ सलकपुर यो हो ए हाम्रो बहिनीको गाउँ। पानी आउने ठाउँ पनि छैन, कसरी पानी आउँदैछ होला। यहाँ चाहिँ केही होला। यहाँ चाहिँ पानी भर्दैछ। यो प्रोग्राम स्टार्ट भइसकिसकेछ। जाऊ फोटो खिच। मंगल गीतहरू
मार्गबाट अगाडि योगदान स्मरण बाट पनि उक्कलै आइसकिसक्यौँ हिँड्दै हिँड्दै म र नाना चाहिँ पछि पछि पऱ्यौँ सुहाङ लिम्बू हेऱ्यौँ यो गर्मीमा मैले ज्याकेट किन लायो रिग्रेट भयो अघि चाहिँ देखाएको थियो हामी पुग्यौँ अब चाहिँ थोरै छ त्यो माथि भुइँ पिन्जराबाट चाहिँ यहाँ त कस्तो भिडमा गइसक्नुभयो भुइँ मलाई डर लाग्छ म चाहिँ गइनँ आए पानी भिड रहेछ अरे म पनि जान्छु हामी पनि छौँ कस्तो चिउ चिउ हुनेवाला हो उता चाहिँ हेर्नु सक्दिनँ अहिले म फिलहाल आउनु न अँधेरो त आउँदो रहेछ फोटो खिच्नु र नखिच्नु कस्तो डरै लाग्दो डेन्जर रहेछ गाइस कस्तो डेन्जर म चाहिँ सक्दिनँ खुट्टा कामेरै बाबा नै सक्यो हामी नचढ्ने पार्टी डरले आधी आधी बाटोबाट फर्किने पार्टी हामी चाहिँ आधी पनि आधी बाटो फर्किनु भयो हामी पनि आधी बाटोबाट फर्क्यौँ उहाँहरू चाहिँ गर्नुहुँदैछ ऊ चढिराख्नु भएको छ यसरी टक्रक्क राखे जस्तो मात्रै भिडमा छ अनि डरै लाग्दो कसरी चढ्नु अलिकति मुटु चिसो भएन नाना यति मेरो चाहिँ मुटु चाहिँ बाहिर फुत्तै निस्केको थियो मैले फेरि जाभित्र भने त्यस्तो चाहिँ कुरा नगरौँ कि भिड हामी बल्ल बल्ल पुग्यौँ कि बल्ल ठकिँदिन हामी चाहिँ बल्ल बल्ल पुग्न आँट्यौँ अब चाहिँ थोरै छ यस्तो गर्मी छ आउँदै हुन्छ म जाँदैछु स्ट्रगल लेखेको आइपुगेको ठाउँ चाहिँ कस्तो छ त यत्रो मेरो रियाक्सन त भयो त राम्रै रहेछ झन्डी डाँडा आइपुग्यो झन्डी 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 चिल्लाउँदो उडिरहेछ भनेपछि आकाशको छेउमा पुग्यौँ कि क्या हो झन्डी सबैजना आउँदै हुनुहुन्छ हेर्नुहोस् न चिल्दा उँधो पो उडिरहेछ भनेपछि कस्तो चाहिँ माथि छौँ होला हामी आइपुग्यौँ हाइदामा धेरै छ नि देमा देमा नाच्नु हुँदैछ रमाइलो ठाउँ देमा रमाइलो हुनुहुन्छ हाम्रो खिचौँ न सबैजना नानाहरू आउनुहोस् अनि ट्याङ 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 खिचिदिउँ आएर यसरी आइपुग्यौँ
अब एकछिन बस्छौँ अनि जान्छौँ गाइस झन्डी डाँडा। देख्नुभयो सबैजनाले छान्ने चाहिँ केही रहेन यो रहेछ, तर यहाँबाट भ्यूहरू चाहिँ एकदम राम्रो देखिँदो रहेछ। त्यही भएर यो ठाउँ चाहिँ चर्चित रहेछ। हेर्नुहोस् तपाईँ चाहिँ मेरो गाउँ। फोटोसुट हुँदैछ यहाँ पर चाहिँ। ल हामी चाहिँ अब बस्यौँ गर्मी भएर। हजुर यो धुपीले गर्दा हजुर देवा हाम्रो गाउँ त हजुर योदेखि पनि पल्लो उँधो। खाजा खाने टाइम भयो, खाजा चिया अब खाएर जाने निम्ति नानाहरू पनि चिया सार्दै हुनुहुन्छ। हाम्रो खाजा चिया रेडी हुँदैछ गाइस। अब यो खाएर हामी चाहिँ जाने। अनि मेरो भ्लग चाहिँ यति नै हो आजको। कम्ती यो झन्डी डाँडा देखाएँ अनि त्यही भएर यहाँसम्म आउनुको भ्लग बनाउनु भनेर बनाएको थिएँ। तपाईँले हेरिदिनु होला गाइस। कस्तो यो घामले गर्दाखेरि फेसमा कस्तो ब्लर आइरहेछ। सो इफ यु डोन्ट माइन्ड चियाहरू खाइसकेर पनि यस्तोको पालो आयो। नाना हुनुहुन्छ सामनामा।